गाडी बस्नु जबलपुरको मार्केट आएको छौँ यहाँ बाहिर अनि आज चाहिँ हाम्रो केही सपिङहरू गर्नुपर्ने थियो मम्मीको सनस्क्रिमहरू अनि मोइस्चराइजरहरू किन्नु पर्ने थियो अनि दबाईहरू किन्नु पर्ने थियो प्रेसरहरूको अनि हाम्रो फोनको पनि कभर त्यो अगाडिको के कभर भन्छ टेम्पर ग्लासहरू चेन्ज गर्नुपर्ने थियो अनि त्यही भएर सबै काम गरेर अब चाहिँ हामी कस्तो रहेछ यहाँ आउनु चाहिँ पहिला आएको तर कामले आइन्थ्यो आज चाहिँ हामी यसै टेल्नु आएको होइन अनि हाम्रो बुवा चाहिँ अहिले ड्युटीमा हुन्छ भरे बुवासँगै जान्छौँ बुवाको ड्युटी सकेपछि हामी जान्छौँ सो अहिले चाहिँ हामी यसो डुल्दैछौँ है भिजिट गरेको होइन खै यसो देखाउनु यस्तो छ हामी चाहिँ आज यता जानु लागेको अब लोकल बेची पनि राखेको रहेछ सब्जीहरू जस्तो ताजा ताजा सब्जी नि हामी चाहिँ यहाँनिर फर्स्ट टाइम आएको यहाँनिर कहिले आएको थियो यो बाटो होइन मम्मी सुरुदेखिको आउन त आएको थियौँ तर यहाँ यो ठाउँमा चाहिँ आएको थिएनौँ हामी यता चाहिँ क्रस गर्थ्यौँ फर्स्ट टाइम यहाँ नयाँ ठाउँ रहेछ राम्रो रहेछ नि अनि यहाँनिर अब नजिकै यहाँनिर चाहिँ अब नजिकै कुखुरा पसलहरू छ कि छैन मासु पसलहरू छ कि छैन एकदम टाढो छ क्या उता हामी चाहिँ अटोमा जान्छौँ अनि यहाँ चाहिँ छ कि छैन के छ भनेर हेर्नु आएको छौँ राखेको अहिले चाहिँ हामी फेरि देखाउँछौँ ल ब्याकग्राउन्ड पनि देखाउँ नि उताको अब यस्तो त यस्तो हुन्छ मम्मी चाहिँ के बनाउने अरे थ्रेडिङ गर्ने मम्मी चाहिँ थ्रेडिङ गर्नु अरे आज खै कस्तो छ हेरौँ थ्रेडिङ बिना यस्तो भएको थ्रेडिङ गर्न आएको छु म चाहिँ गर्दिनँ है थ्रेडिङ किन ठिक छ मेरो यतिको ठिक छ ओ सरी हामीले चाहिँ बनाइसक्यौँ हाम्रो कस्तो छ हेर्नुहोस् मैले पनि पो बनाएँ त नि यहाँनिर पार्लरमा अमृता सेन के पो हो अमृत सेन हो अमृत सेन चाहिँ होला अमृता सेन हो नाम केटीको अमृता सेन अनि हामी चाहिँ एकदम राम्री भएर अब जाँदैछौँ फेरि राम्री पनि कम्ती राम्री भएन आमामामामा घामले टल्केर हो ऊ त्यो मन्दिरसम्म जाऊँ ल हामी भनेको त यो त बिल्डिङ पनि छ नि ए मन्दिर यहाँबाट मन्दिर रहेछ नि त मन्दिर रहेछ होइन ओहो ओम नमः शिवाय भगवानको मन्दिर रहेछ देखाउनु मम्मी त्यहाँ नजानु न सफा गरेको छ यता यस्तो रहेछ ब्याङ्क रहेछ हुन्छ उता के छ होला जानु अब चाहिँ हामी फर्किने मन्दिरभित्र पस्नु अलिक मिल्दैन जस्तो लाग्यो यताबाट जाउँ न यताबाट जाने सायद कि यता जानु हो नि यहाँ मम्मी बल पेनहरू चाहिएको थियो हाम्रो भर्खरको दुल्हन दुलाई हो नयाँ दुलै हो त्यही भएर गाइस मैले चाहिँ टिकट पनि लिइसकेँ अनि मम्मी चाहिँ सब्जीहरू किन्नु हुँदैछ अनि मम्मी चाहिँ उता हुनुहुन्छ हामी चाहिँ अपोजिट डाइरेक्सनमा हो क्या
अनि त्यही भएर म चाहिँ टिकटहरू अनि अब त्यहाँ एटिएममा पनि अलिअलि पैसा झिक्नु पर्ने छ अनि प्लस चिकन मिट पनि ल्याउनु पर्ने छ। द्याट्स अल। अब धेरै गर्दिनँ किनभने यहाँ बाटो छ यस्तो अनि अप्ठ्यारो हुन्छ नि त मलाई। यहाँदेखि चाहिँ यता बब्लु चिकन ब्रेस्ट यहाँबाट गएर यता गएर हाम्रो चाहिँ यता सिओडी छ यता बस्ने ठाउँ। यहाँ पनि छ। म चाहिँ मासु लिएर आइसकेँ अनि पर मन्दिर छ। अब म मासु लिएर आइसकेँ। भेरी ब्युटिफुल प्लेस जबलपुर। गाइज यो रुख चाहिँ एकदम अनौठो लागेको मलाई यहाँनिर हो। हेर्नुहोस् यस्तो छ एउटा रुखमा चाहिँ दुईटा रुख क्या जोडिएर यस्तरी भएको छ। यस्तो राम्रो लागेको यस्तो छ क्या। वाउ मम्मी यता चाहिँ गाउँ छ यता हाम्रो मम्मी हुनुहुन्छ। के किन्नु भयो अरे मम्मी आज तपाईँले? झोलाभित्र थुप्रै छ बिर्खे थुप्रै छ। के किन्नुभयो? छ मैले मासु किनेँ 10 आइटम चाहिँ छ यहाँ। थोरै थोरै पुरै मास्क लगाएर घाम छ धुलो छ धुवा छ त्यही भएर क्या एकदम ल ठिक छ। यसो एक्सर्साइजको लागि हिँडेको घाम भयो बन्दर कस्तो मैला है यता त्यही फेरि। हामी चाहिँ गलेर अहिले भातलाक भुलुक भइरहेको छौँ अनि यहाँ मम्मी बसिरहेछौँ हामी चाहिँ क्यान्टिनमा। क्यान्टिन चाहिँ सबै बन्द छ आज। हिजो क्रिसमस थियो त्यही भएर होला अलिकति हो कि खै किन हो आज बन्द छ। क्रिसमसले हो कि थाहा छैन। मेन्टेनेन्सको लागि होला सरसफाइको लागि होला त्यही भएर। सो अहिले चाहिँ मम्मी हाई भन्नु नआउँछ हाई। अनि अब हामी जाने घर गएर फेरि काम छ अलिअलि यताउता। मेरो प्याकिङ पनि गर्नुपर्ने छ भोलि पर्सि 2 दिन छ अनि त्यसपछि त्यही भएर प्याकिङ स्याकिङ गर्नुपर्ने छ। खानाहरू बनाएर खानुपर्ने छ धेरै काम छ त्यही हो। अब हामी घर जान्छौँ। अब अन्त छ यहाँनिर चाहिँ यहाँ चाहिँ वेट क्यान्टिन हो खानेकुराहरू पाउँछ। यहाँनिर चाहिँ ग्रोसरी छ अनि फ्रुट जुस छ। यता चाहिँ क्यान्टिन यो सानो यति। यहाँ चाहिँ नाइटमा चाहिँ यस्तो राम्रो उज्यालो हुन्छ है अनि मान्छेहरू पनि यहाँ आएर बसेर खान्छन्। अनि यहाँ हामी रेस्ट गरेर छौँ। यहाँ चाहिँ सिटहरू छ अनि यहाँ चाहिँ एकदम रमाइलो हुन्छ। बेलुकाखेर चाहिँ एकदम राम्रो देखिन्छ क्या एकदम उज्यालो कस्तो राम्रो देखिन्छ। रिल्याक्सिङ गर्ने ठाउँ छ। हेर्नुहोस् ग्रिनरी पनि यति राम्रो छ यस्तो राम्रो छ। यहाँ चाहिँ आएर बस्नु मन लाग्छ तर टाढा छ क्या हाम्रो क्वार्टरदेखि चाहिँ त्यही भएर करिब जान्छौँ। है गाइज हामी चाहिँ बल्ल बल्ल भर्खर हामी घर आयौँ। अब चाहिँ हामी सामानहरू मिलाउने ओर्ने अनबक्सिङ गर्नु। त्यसपछि हाम्रो कामहरू छ यहाँ अब यस्तो उस्तो मिलाउनु पर्नेछ। मेरो प्याकिङहरू पनि गर्नुपर्ने छ धेरै नै। अनि यहाँ चाहिँ मम्मीले के हो के गर्नुहुँदैछ। यो चाहिँ मेरो हो दिस इज माइन। यो चाहिँ मलाई कि क्युट लागेर किनेको होइन। अनि यो चाहिँ अब पछि फ्युचरमा चाहिँ युज गर्छु। अहिले चाहिँ म नर्मल हातले नै दिने हो नि त। अनि यो चाहिँ कस्तो क्युट लागेको थियो क्या मेरो बहिनीको पनि थियो। अनि यो कस्तो क्युट एभ्री गर्ल निड्स दिस होइन। अनि यो चाहिन्छ टिभी चलाउँछ नि म चलाउँछु के गर्ने हो यो यसलाई यस्तो पुरा यसले सफ्ट पार्ने क्रिम दलेर के ल्यायौँ त हामीले देखाउनु त मम्मी। काशी बयर हेर्नु होला स्याउ झन् आँटै
यो चाहिँ म होइन म फ्लाइटको लागि अब त्यो उयोहरू नखाने यस्तैहरू मात्र खान्छु भनेर लिएको अनि ट्याब्लेट्सहरू यो उयो के भन्छ भाइटामिन बुवालाई क्याल्सियम र भाइटामिन D3 ट्याब्लेट्स पनि लिएको छु यो चाहिँ मम्मीको यो ब्लड प्रेसरको हो कोलेस्ट्रोल सरी एस्टोभास्टिन होइन एस्टोभास्टाटिन अब कसरी बोलेको एस्टोभास्टाटिन 50 mg 20 mg को है अनि त्यसपछि यो बल पेनहरू लिएको छौँ अनि बल पेन चाहिन्छ अनि बल पेन नभएर अनि यहाँ मेरो मम्मीको न्यू कभर छ है सब्जीहरू पनि लिएको छौँ नयाँ फोन कभर कति पर्यो भन्नु त यसलाई 250 को कस्तो राम्रो इन्डिया कति महँगो पर्छ लिप बाम लिएको छु ए मम्मी यसको लागि त छुट्टै भिडियो बनाउनुपर्छ अब यहाँ फेरि अर्को आयो फेरि छ यहाँ यो चाहिँ उता राख्नुपर्छ यो साह्रै भएन एकदम हाम्रो चाहिँ मेस भएर आएको छ किचनहरू रुमहरू एकदम मेस छ किनभने म अब जान लागेको नेपाल त्यही भएर प्याकिङहरू गर्दैछु अनि एकदम मेस छ सामानहरू टमाटर ल्याउनु भएछ मम्मीले यो पनि एक्स्ट्रा यो चाहिँ मैले फर्स्ट टाइम लिएको यो चाहिँ खाएको छैन मन्चुरियन भनेको चाहिँ सुनेको तर मलाई थाहा छैन कस्तो हुन्छ होइन अनि 10 रुपियाँ यसलाई नेपाली 16 रुपियाँ 10 रुपियाँ गोटा यहाँ एनसीको 10 रुपिसको एउटा 1 पिस 30 रुपिसको 3 पिस मम्मीले यहाँ आएको छ अलि छिटो गर्नु न अब हामी चाहिँ ल गाइज अब हाम्रो चाहिँ काम एकदमै धेरै छ म चाहिँ अब मेरो प्याकिङहरू गर्नुपर्ने छ किनभने यहाँ हेर्न सक्नुहुन्छ तपाईँलाई म देखाउँछु मेस यस्तो छ यहाँ पुरै यस्तो मेस छ क्या यो एकदम के भइरहेछ यो चाहिँ मैले घर लाने भनेर घर लानुको लागि यहाँ धेरै छ यो तेल सेलहरू अनि यो कपुर घरमा अब त्यहाँ चाहिने छ योहरू चाहिने लिएर आएको छु अरू पनि कति छ उतातिर प्याकमा गर्नुपर्छ अनि यहाँनिर सामानहरू मेरो मिलाउनु परेछ अब चाहिँ त्यही काम छ मेरो एकदम धेरै अनि सो गाइज अब चाहिँ म मेरो प्याकिङ स्याकिङ गर्छु त्यसपछि म अब सो यु लेटर बाइ बाइ गाइज वाउ खाऊ मम्मी अब घाम ताप्नु जाँदैछौँ जी जी नाश्ता हो गया हमारा भी खाना पक गया अब खाना मम्मीलाई चाहिँ सन्चो छैन अलिक अब फेरि म पनि भोलि जान आँटेको मम्मीलाई सन्चो छैन यो के हो यस्तो यो के लाउनु भुँडी दुख्यो अनि हामी चाहिँ यहाँ आएर अहिले यहाँ माथि ए मम्मी अनि उयो त ल्याएनौँ त तर हुन्छ सिरानी नलाउने
हाम्रो चाहिँ बुवाको यहाँ कपडाहरू धुइ गरेर अनि बुबा चाहिँ यहाँनिर तातो घाममा तातिराख्नु भएको छ। हेलो भन्नु नि, हेलो नमस्ते। यहाँ चाहिँ हाम्रो यस्तो छ है इन्भाइरोमेन्ट। मैले अस्ति सबै बहिनी शालिनी हेलो हाई नहीं देख रही ऊ चाहिँ यहाँको बहिनी हो अनि हामी यता गर्छौँ। आज चाहिँ सन्डे बुबाको छुट्टी, त्यही भएर हामी यहाँनिर मम्मी नि अब हामी कपालमा तेल लाउने होइन। किन हौ केही हुँदैन हौ हे कहीँ यो ल्याउनु भयो नि। ल म लगाइदिन्छु, मसाज गरिदिन्छु। ए ल ल मम्मी तपाईँको कपाल त कस्तो राम्रो कलर निस्केको हौ। त्यो सेतो मात्र छैन क्या अहिले चाहिँ यो उयो, तर अहिले सेतो निस्किन थालेछ फेरि लगाउनु भएर क्या। अस्ति अर्को कलर लाउनु भएको थियो नि होइन, त्यो कलर ल्याउनु भयो यहाँ। त्यही त नि त्यो राम्रो थियो क्या।